हेलो एभ्रिवान हामी चाहिँ त्यही हिजोकै उसलाई कन्टिन्यू गर्छौँ। उम्, हिजो हामीले जुन लाइभमा हिजोको हाम्रो लाइभमा हामीले जानेर छोडेका थियौँ एप्लिकेसनलाई। कति छ यसको, त्यसैलाई चाहिँ हामी कन्टिन्यू गर्छौँ है त। npm रन ट्याब गरेर यसलाई हेर्दाखेरि कतिमा खुल्छ त यसको सर्भर भन्दा। खै त के भयो, के बिग्रियो क्या, ल ओके 5173 भन्नेमा खुलिरहेको छ। 5173 गरौँ र यो हिजोको हाम्रो एप्लिकेसन चाहिँ यहाँनिर अब खुल्छ है त। हाम्रो हिजोको एप्लिकेसन मैले यहाँनिर हिजो हामीले दुईवटा नोट्स राखेको थियौँ, त्यस पछाडि मैले एउटा नोट्स फेरि एड गरिदिएको थिएँ। सो अब हामी के गर्छौँ त भन्दाखेरि यो अहिले हामी सर्च बारलाई केही पनि हेर्दैनौँ। अब हामीले नोट लिस्ट गर्ने त बनायौँ होइन, तर अब हामी के गर्छौँ भन्दाखेरि अब यो एड बटनलाई पनि फङ्सनल बनाउने ट्राई गर्छौँ। जस्तै अहिले मैले यसलाई क्लिक गरेँ भने कुनै पनि एक्सन पर्फर्म भइरहेको छैन है, केही पनि एक्सन पर्फर्म भइरहेको छैन होइन। अब यो क्लिक गर्दाखेरि चाहिँ हामी के गरौँ त भन्दाखेरि यो हाम्रो यो स्क्रिनमा एउटा डायलग बक्स आओस् अथवा पपअप एउटा स्क्रिन आओस् होइन, जसमा चाहिँ हामीलाई के दियोस् त भन्दाखेरि टाइटल राख्ने ठाउँ दियोस्, एक्सपायर्ड हो कि होइन भनेर एउटा चेकबक्स हामीलाई चुज गर्न दियोस् होइन। आइडी त आफै जेनेरेट भइहाल्छ र यसको कन्टेन्ट चाहिँ हामीलाई इन्टर गर्न दियोस् है। त्यति कुरा भएदेखि हामीलाई भयो अहिलेलाई होइन। सो हामी त्यसको लागि हामीलाई के चाहियो त भन्दाखेरि एउटा अब सोचौँ त यहाँनिर लाइक एउटा पपअप भनेको एउटा यहाँनिर आउने माथि पपअप आउने एउटा ठुलो स्क्रिन भयो, सेक्सन नै भयो, अनि त्योभित्र एउटा यस्तै एउटा कार्ड हुने भयो बिचमा होइन, बिचमा कार्ड हुने भयो। अनि त्यसमा चाहिँ दुईवटा फर्म हुने, तिनवटा फर्म हुने, एउटा यो टाइटलको फर्म, एउटा कन्टेन्टको लागि इनपुट र यो एक्सपायर्ड हो कि होइन अथवा कम्प्लिटेड अथवा के भनौँ यो बुलियन फ्ल्याग भएको चाहिँ एउटा हामीलाई चेकबक्स अथवा समथिङ रेडियो बटन अथवा समथिङ केही चाहियो है। सो त्यसको लागि हामी के गर्छौँ त भन्दाखेरि सबैभन्दा सुरुमा यो यो मैले अघि गरिदिएको थिएँ रिलेटिभ राखेर। जस्तै यो हाम्रो होम भन्ने जुन हामीले बनाएको छौँ, यो होम डट टिएसएक्सभित्र एक्सपोर्ट डिफल्ट फङ्सन होम भन्नेमा हामीले अहिले तल हेर्ने हो भने यहाँनिर रिटर्न गरेर ब्राकेटमा सुरुमा फर्स्टको डिभमा हामीले क्लास नेम राखेको छौँ मिनिमम हाइट स्क्रिन भनेर। सो यसको अगाडि हामी के गर्छौँ त भन्दाखेरि हामी रिलेटिभ भन्ने एउटा क्लास एड गर्छौँ। यसले चाहिँ सिएसएसको क्लास रिलेटिभ पोजिसन रिलेटिभ भन्ने चाहिँ एप्लाई गर्छ। जस्तै यहाँ मैले होभर गरेँ भने पोजिसन रिलेटिभ भन्ने चाहिँ यसले क्लास के अरे स्टाइल अप्लाई गर्यो है, यो क्लास यो डिभलाई त्यो चाहिँ अप्लाई गर्यो। सो अब हामी के गर्छौँ त भन्दा यहाँ अर्को एउटा म एउटा ओभरले भन्ने पार्ट बनाउँछु होइन। ओभरलेको लागि एउटा सेक्सन जस्तो बनाएँ, एउटा डिभ क्रिएट गर्छु है। दिस इज एन ओभरले भनेर मैले सेभ गरेँ भने अब यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ दिस इज एन ओभरले भनेर, तर यो एक्चुअली ओभरले त होइन, अहिले एउटा सानो ब्यानर जस्तो आएको छ है। अब यसलाई हामी स्टाइलिङ गर्छौँ र यसलाई ओभरले बनाउँछौँ। यसको क्लास नेम गर्छौँ, यसको मिनिमम हाइट चाहिँ यसको कति हुनु पऱ्यो, स्क्रिन जत्रो हुनु पऱ्यो, विड्थ फुल हुनु पऱ्यो, यसको ब्याकग्राउन्ड चाहिँ ब्ल्याक राखिदिउँ, यसको विथ ओपेसिटी कति राखिदिउँ त भन्दाखेरि 30% ओपेसिटी राखिदिउँ। अनि यसलाई सेभ गरेर हेरौँ हो, एउटा ओभरले नै बनियो हो, ओभरले बनियो। लाइक ओभरले नै चाहिँ बनेको छैन, एउटा त्यत्रो हामीले खोजेको जत्रो स्क्रिन चाहिँ आयो, तर यसको तल चाहिँ अरू कन्टेन्टहरू आइरहेछ। सो अब यसलाई म के गर्छु त भन्दाखेरि यसलाई फ्लेक्स पनि बनाउँछु होइन, फ्लेक्स कल नै बनाउँछु। फ्लेक्स कलममा कलम डाइरेक्सन हुनु पऱ्यो, यसको आइटम्सलाई सेन्टर गरिदिन्छु। यसलाई हेर्ने हो भने अब यसको आइटम्स पनि यहाँनिर बिचमा आएर सेन्टर भएको छ। अब म यसलाई जस्टिफाई सेन्टर पनि गरिदिन्छु। जस्टिफाई सेन्टर गऱ्यो भने भर्टिकली पनि अब यो सेन्टरमा आउने भयो है। हामीलाई ओभरलेको फर्म पनि त्यसरी नै चाहिएको हुन्छ। सो यसको मैले
ओपेसिटी पनि 30% गरिदिएको छ होइन 30% को ओपेसिटी यहाँ देख्न सकिन्छ होइन सो अब हामी यसलाई के गर्छौँ त भन्दा अब यो पोजिसन रिलेटिभ भयो भने यसको पोजिसनलाई म एब्सोल्युट बनाउँछु एब्सोल्युट भनेर बनाउँछु र यसको यसलाई एब्सोल्युट बनाएर हेर्ने हो भने हेरौँ त दिस इज एन ओभरले भनेर अब यहाँ माथि आएको छ हो मैले यसलाई अब क्लोज गर्ने अप्सन पनि केही पनि छैन 30% ओभरले राखेको छ 30% जस्तो 50% राख्यौँ भन्दा कस्तो हुने रहेछ ल 50% ओभरले ओके ल है यसलाई मैले यो चिज चाहिँ राखिदिएँ है त अब के गर्नु पर्यो त भन्दाखेरि मलाई यो ओभरलेको ठाउँमा अब यो ओभरले चाहिँ कति बेला खुल्ने कि नखुल्ने भनेर हामीलाई कन्ट्रोल चाहियो सो हामी एउटा यहाँनिर एउटा स्टेट बनाऊँ है एक्सटेन्सनै राखे पनि हुने रहेछ रियाक्ट ES7 भनेर सजिलो हुन्थ्यो त्यो स्टेटहरू बनाउन चाहिँ स्निपेट्स के भन्दैन लाइक अब यहाँ होला नि त मैले के लेखेँ भने युज स्टेट लेखेँ भने यसले गरिदिन्थ्यो गर्न चाहिँ होइन यो नचाहिँदा चाहिन चाहिँ चाहिँदैन र लाइक आफ्नो फर इज चाहिँ यो गर्न चाहिँ सकियो होइन ओके यो गर्न सक्यो ओके यसलाई हामी अब युज स्टेट गरेर लेख्यो भने यसले यहाँ देखाउँछ युज स्टेट स्निपेट भनेर यसलाई मैले इन्टर गरेँ भने यसले यहाँनिर चाहिँ देखाउँछ क्या लाइक त्यो सजिलो बनायो नि त हामीले अब सो एड ओभरले भनेर एउटा मैले बुलियन फ्ल्याग सेट गरेँ है अनि सो यसलाई चाहिँ मैले बाई डिफल्ट चाहिँ फल्स गर्ने किनकि हामीलाई बाई डिफल्ट देखाउनु छैन त्यो सो त्यसलाई मैले फल्स गरिदिएँ है अब यो सोड एड ओभरले भन्ने चाहिँ के टाइपको हो त भन्नु मैले यहाँनिर फल्स भने चाहिँ फल्स भनेको बुलियन भयो यसलाई मैले ओभर गरेँ भने यो के भयो त बुलियन टाइपको देखाइरहेछ अब यहाँ इरर चाहिँ देखाइरहेछ इज डिक्लेयर्ड बट नेभर युज भनेर सो हामी के गर्छौँ त भन्दाखेरि यो चिजलाई यसलाई मैले कट गर्छु अनि यहाँ एउटा प्यारेन्थिसिसमा के अरे एउटा ब्राकेटमा राख्छु अब यहाँनिर म के गर्छु सो एड ओभरले यो एउटा बुलियन हो अब यो कन्डिसन यो दुईटा यहाँ भएको दुईटा कन्डिसन चाहिँ ट्रु भयो भने मात्रै यो चाहिँ डिस्प्ले हुन्छ नि त सो रियाक्टमा हामी जेनरली कन्डिसनल रेन्डरिङ चाहिँ यसरी नै पनि गरिरहेको हुन्छौँ है अब यो अब जस्तै यो फङ्सनभित्र भएको चिज त अटोमेटिकली ट्रु भइ नै हाल्यो होइन यो ट्रु छ सो इफ यो फल्स भइदियो भने चाहिँ के हुन्छ भन्दाखेरि फल्स चाहिँ कहिले पनि रेन्डर हुँदैन क्या जहिले अलवेज ट्रु कुरा मात्रै रेन्डर हुन्छ सो यो पनि ट्रु र यो पनि ट्रु दुइटै ट्रु छ अनि मात्रै अब रेन्डर हुने भयो यो मध्ये एउटा फल्स भयो भने अब बाई डिफल्ट यो त अलवेज ट्रु भयो होइन तर यो चाहिँ कन्डिसनल भयो नि त सो एड ओभरले यसलाई खोल्ने कि नखोल्ने भन्ने कुरा चाहिँ होइन सो अब हामीले यसलाई सेभ गरेर हेऱ्यौँ भने अब यहाँनिर ओभरले देखाउँदैन कि है अब फेरि मैले उता माथि गएर अब यो युज सो एड ओभरलेको ठाउँमा यो फल्सको ठाउँमा ट्रु गरिदियो भने अब हेर्ने हो भने यहाँनिर अब ओभरले देखाएको छ कि है देखियो नि है सो अब हामीले यसलाई के भन्न सक्यौँ त भन्दाखेरि यो भेरिएबललाई कन्ट्रोल गरेर हामीले चाहिँ अब यसको स्टेटलाई चाहिँ यसको त्यो जुन देखिने डिस्प्ले हुन्छ नि जुन यो ओभरलेलाई चाहिँ कन्ट्रोल गर्न सक्ने रहेछौँ है सो अब कसरी गर्ने त भन्दाखेरि जस्तै हाम्रो यहाँनिर यो एउटा एड बटन छ यो बटनलाई क्लिक हुने बित्तिकै म यो एड यो सो ओभरलेलाई ट्रु बनाइदिन सक्छु है सो है अब मैले एड भन्ने बटन मेरो कहाँ छ त भन्दाखेरि यो बटन यहाँ छ है यो बटनको अन क्लिक भन्ने इभेन्टमा म के गर्छु त भन्दाखेरि एउटा फङ्सन एक्जिक्युट गराउँछु हो यो बटन क्लिक हुँदा के हुनु पर्यो भन्दाखेरि सेट सो एड ओभरले चाहिँ के हुनु पर्यो ट्रु हुनु पर्यो हो यो चाहिँ हाम्रो के हुनु पर्यो ट्रु हुनु पर्यो बुझ्नुभयो ल यसलाई हामीले ट्रु बनाउनु पर्यो है अब अहिले बाई डिफल्ट ट्रु छ होइन सो अब म बाई डिफल्टको चिजलाई चाहिँ यता फल्स बनाइदिन्छु है फल्स भयो अब हामीले फल्स गरेर हेर्ने हो अब यसलाई क्लिक गरेर हेरौँ है त के हुन्छ ट्याक ओभरले आयो है ओभरले आयो सो अब हामीलाई अब यसलाई अफ पनि त गराउनु पर्यो होइन अफ पनि गराउनु पर्ने चाहिँ हामीलाई सो यसलाई के गर्नु पर्यो त भन्दाखेरि एउटा हामीले यो ओभरले भित्र एउटा फङ्सन अरे लाइक एउटा डिप बनाऊँ है त्यसमा
यसको पनि एउटा स्टाइल दिउँ, क्लास है, क्लास दिउँ, ब्याकग्राउन्ड वाइट गरिदिउँ, हल्का गरिदिउँ, यसमा गरिदिउँ, ल यसले के सजेसन दिइरहेको छ त्यही गरिदिउँ ल। एड नोट भनेर यहाँनिर आयो है। यसको माथिपट्टि म एउटा सानो चाहिँ के गरिदिन्छु भन्दाखेरि एउटा के अरे क्रस बटन पनि राखिदिन्छु, जसमा चाहिँ क्लिक गर्ने बित्तिकै तपाईँले के गर्न पाउनुहुने भयो त भन्दाखेरि चाहिँ यसलाई क्लोज गर्न पाउने हुनुभयो है त। ओके, ठिक छ, यति भइसकेपछि सो अब म यहाँ तल एउटा इनपुट नराख्नु, यसलाई डिप नै राखौँ, डिपभित्र चाहिँ लेबल राखेर इनपुट गरिदिनु त है। इनपुट राखिदिएँ, फेरि यसैलाई कपी डाउन गरेर यसलाई मैले इनपुटको ठाउँमा टेक्स्ट एरिया भनेर राखिदिएँ है। टेक्स्ट एरिया राखेँ, यो प्लेस होल्डरलाई पनि यो टाइप लिँदैन यसले। र यति गरिसकेपछि टाइटल रहेछ, यसको कन्टेन्ट भनेर राखिदिएँ मैले। मलाई धेरै कुरा पनि चाहिएको छैन नि त यहाँनिर, फर्मेट गरेर हेर्ने हो भने यहाँ हेर्नु ल, टाइटल र एउटा कन्टेन्ट भन्ने बक्स पनि आएको छ है। यो दुइटै हाम्रो डिपमा छ। सो दुइटै डिपलाई अब हामी यसरी डेकोरेट गर्छौँ कि यो चाहिँ लाजवाब लागोस् त होइन। एम्टी 2 मार्जिन टप बाई 2 भनेर राखिदिउँ, यसमा भयो है। अब अरू धेरै त गर्नुपर्ने केही पनि छैन होइन। यसलाई फ्लेक्समा राखिदिउँ, अनि फ्लेक्सको पनि कलममा राखिदिउँ होइन। ल यसलाई यति गरिसकेपछि यो फ्लेक्सको कलममा भयो। यो हामीले यसलाई रिसाइज गर्न सक्यौँ क्या होइन, तलमाथि ठुलो सानो बनाउन सक्यो। एन्ड त्यस पछाडि 1/4 भनेर रहेछ, यसलाई 2/4 बनाइदिउँ, अलिकति ठुलो हुन्छ वेट है। यहाँ भइहाल्यो। एन्ड देन यसलाई हामीले के गर्न सक्यौँ त भन्दाखेरि यो यसरी रिसाइज गर्न सक्यो कि। सो अब हामीले के गरौँ त भन्दा यहाँनिर एउटा लेबल पनि लगाइदिउँ। यसको यो के हो त भन्ने चाहिँ पनि चाहियो नि त होइन। आइडी, यसमा आइडी पनि यसमा आइडी राखिदिन्छौँ, र त्यही एचटिएमएल फर भन्ने चाहिँ हामी यहाँनिर यसमा राखिदिउँ भने यसमा हामीले लेबल क्लिक गर्ने बित्तिकै यसमा फोकस हुन्छ क्या खासमा। यसलाई पनि त्यही गरिदिउँ, लेबल फर कन्टेन्ट भनेर। यसलाई मैले हेर्ने हो भने फेरि मेरो पनि यहाँ टाइटलमा क्लिक गर्ने बित्तिकै अन्त कन्टेन्टमा क्लिक गर्ने बित्तिकै यसको पर्टिकुलर आफ्नो आफ्नो कुराहरू चाहिँ के अरे चाहिँ हुन्छ। यसमा रोज भन्ने पनि हुन्छ होला। रोजलाई हामी 5 को राखिदिउँ, यसलाई 5 अलि थोरै 10 थोरै भयो, 8 राखिदिउँ, 8 ठिकै छ। ल 9 राखिदिउँ ल, होइन 10 राखिदिउँ ल। ओके, ल 10 राख्दाखेरि ठिक्क हुने रहेछ होइन। ओके, ल अब हामी यसलाई पनि अलिकति हल्का स्टाइल गरिदिउँ होइन। बोर्डर ग्रे 30 भनेर भनेर छ। यसलाई हामी आउटलाइन चाहिँ नल गरिदिउँ है। आउटलाइन चाहिँ 0 गरिदिउँ, 0 गर्न मिल्छ, मिल्यो है। अथवा हामी आउटलाइन चाहिँ ड्यास गरेर ब्लू गरेर हल्का हल्का ब्लुइस सेड पनि देखाउन सकिने रहेछ है। यसरी यहाँ ओभर गर्दाखेरि चाहिँ फोकस हुँदाखेरि त्यसरी गर्न सक्यो। र म तलको टेक्स्ट एरियालाई पनि त्यही नै गर्छु है त। त्यही गरौँ टेक्स्ट एरियालाई पनि। ओके, टेक्स्ट एरियालाई पनि त्यही गरिरहेको छ। ल यो दुइटै कुराहरू चाहिँ भयो। जस्तै मैले दिस इज माई टाइटल टु बी एडेड भनेर लेखेँ, र कन्टेन्टमा पनि यसरी केही लेखिदियो भने अब यो चाहिँ हामीले यहाँनिर यसको भ्यालुहरू चाहिँ युज गर्न सक्यौँ। यो भ्यालुहरू त हामीले तर लेख्यौँ, तर अब यसको भ्यालु चाहिँ कहाँ बस्छ त भन्ने कुरा त हामीलाई थाहा छैन। थाहा छ त छैन नि त होइन। सो अब हामीले यसको यो भ्यालु स्टोर गर्नको लागि पनि एउटा भेरिएबल चाहिँ बनाउनु पर्यो। सो त्यो भेरिएबलको लागि चाहिँ हामीले यहाँनिर कन्स्ट गरौँ होइन। अब यसको सेट नोट भनेर एउटा नोट र सेट नोट भन्ने एउटा स्टेट बनाऊ है। र यसको बाई डिफल्ट भ्यालुमा पनि यसको टाइटलमा खाली, कन्टेन्ट पनि खाली, र एक्सपायर्ड चाहिँ अलवेज फल्स भनेर राखौँ। हामीले एक्सपायर्डको चाहिँ यहाँ फर्म बनाएन छौँ नि त। ओके, एक्सपायर्डको चाहिँ हामीले फर्म बनाएको रहन्छ, अथवा एक्सपायर्ड भन्दा पनि यसलाई कम्प्लिटेड भनेको भए चाहिँ मोर सुइटेबल हुन्थ्यो होला यहाँनिर। तर हामीले यसलाई अगाडिदेखि नै एक्सपायर्ड त भनि नै हाल्यौँ। कि बनाउने हो त इट्स कम्प्लिटेड भनेर एक्सपायर्ड भनेको म त एक्सपायर्डलाई कम्प्लिटेड भनेर राखिदिउँ।
यसले मान्दैन होला फेरि अनडिफाइन्ड भन्यो किनकि यता हाम्रो कन्सोलमा पनि छैन नि त त्यो बनाएको कन्सोलमा त एक्सपायर्ड भन्ने नै होला सायद यसलाई डिलिट गरिदिउँ एक्सपायर्ड भन्ने अनि एउटा फिल्ड थपेर कम्प्लिटेड भनेर यसको चाहिँ फल्स बनाइदिउँ यसमा पनि यो फिल्ड हटाइदिउँ यसलाई पनि कम्प्लिटेड बुलियन फल्स भनिदिउँ यसमा पनि त्यस्तै छ जस्तो छ सो हामी यसलाई पनि के गर्छौँ त कम्प्लिटेड बुलियन फल्स भनेर त्यो गरिदिएपछि हाम्रो अगाडि नै हाम्रो अलरेडी यहाँनिर रिफ्लेक्ट भइसक्यो किनकि हामीले यो त्यही अनुसारले सेटअप गरेको छौँ सो अब है त हामीले धेरै कुरा गरिसक्यौँ है साथीहरू अब यहाँनिर हामी हेर्ने हो भने अब यो कम्प्लिटेड भनेर पनि हामीले यहाँनिर फल्स राखिसकेका छौँ है अब हामी के गर्छौँ त भन्दा हुन त इन्डिभिजुअल स्टेट राखेको भए नै हुन्थ्यो तर पनि हामी त्यसो गर्दैनौँ किन गर्दैनौँ त भन्दाखेरि छ कारणहरू होइन त्यस पछाडि हामी अर्को पनि एउटा डिभ राख्छौँ है यसरी नै डिभ राख्छौँ यसको तलपट्टि राखिदिउँ कि माथिपट्टि राखिदिउँ कहाँ राखिदिउँ त इज कम्प्लिटेड भन्नेलाई यहाँ राखिदिउँ नि त ल यो लेबल भन्दा यसको लेबल चाहिँ होइन इनपुट टु चेक बक्स चेक र चेक बक्स भन्ने नै हुन्छ चेक चाहिँ के हो ए होइन नि चेक त हुँदैन नि त यो त त्यही देखाएको मात्रै होला इनपुट चेक बक्स चाहिँ हो नि त सो यसलाई हामी नाम दिउँ नोट कम्प्लिटेड यसको नाम कम्प्लिटेड भयो यो पनि कम्प्लिटेड भयो यसलाई हामी यसो गर्छौँ र यसलाई सेभ गरेर हेर्ने हो भने ठ्याक्क कम्प्लिटेड भनेर यहाँनिर यस्तो चाहिँ देखाएको छ है ल हामीलाई यस्तो चाहिएको होइन यसको चाहिँ अगाडिपट्टि हुनु पर्थ्यो है सो इनपुट चाहिँ अगाडि भएर लेभल चाहिँ पछाडि हुनुपर्छ ओहो फेरि यतापट्टि बिग्रियो है यसलाई चाहिँ फ्लेक्स रो नै बनाउनुपर्छ होइन अनि चाहिँ यसको इनपुटको क्लासलाई यसलाई लेभलमै चाहिँ क्लास हालिदिउँ न त क्लास नेम गरेर मार्जिन लेफ्ट चाहिँ 2 गरिदिउँ सेभ गरेर अलिकति यसले के चाहिँ गर्छ कम्प्लिटेड हो भने यहाँनिर चेक गर्न पाउनु है अब मैले के अब हामीले के गर्नु पर्यो त भन्दाखेरि यहाँ इनपुट भएका कुराहरूलाई चाहिँ हामीले उता हाम्रो भेरिएबलमा क्याप्चर गर्नुपर्ने भयो है अब कसरी गर्ने त भन्दाखेरि प्रत्येक इनपुटले हामीलाई अनचेन्ज भन्ने एउटा मेथड दिन्छ क्या है यसलाई एउटा हामीलाई अनचेन्ज भन्ने मेथड दिन्छ यहाँनिर हामीले फङ्सन एक्जिक्युट गर्न सक्यो है यसमा एउटा इभेन्ट पनि पास गर्न मिल्यो है अनि यहाँनिर भित्र गएर हामीले सेट नोट माथि हामीले नोट भन्ने बनाएको छौँ सेट नोटमा गएर के गर्नु पर्यो त सेट नोटै हो नि होइन सेट नोटमा गएर अहिले भएको जुन नोट छ त्यसको माथि हामीले के गर्नु पर्यो त टाइटल भन्नेमा चाहिँ यो इभेन्टको टार्गेटमा भएको भ्याल्युलाई चाहिँ हामीले अपेन्ड गरिदिनु पर्यो अरू जस्ताको त्यस्तै राखिदिने र अरू चाहिँ चेन्ज गरिदिने यसलाई म कपी गर्छु है अथवा अनचेन्ज भन्नेलाई नै कपी गरौँ यसको इनपुटमा पनि त्यही नै चाहिन्छ हामीलाई खासमा यसलाई पनि मैले गरेँ यसलाई पनि त्यही नै गर्छु यसको भ्याल्यु पनि स्ट्रिङ नै आउँछ होला टाइटल होइन यसलाई चाहिँ एक्सपायर्ड भन्ने एक्सपायर्ड होइन कम्प्लिटेड है कम्प्लिटेडमा चाहिँ आइटम चेक रहेछ यो चाहिँ है सो अब यसलाई हामी यसरी बनायौँ है अब यो अर्को टेक्स्ट बक्स पनि छ टेक्स्ट एरिया पनि छ यसको चाहिँ यो हाम्रो कन्टेन्ट हो होइन सो कन्टेन्टलाई पनि हामीले टेक्स्ट डट भ्याल्यु बनाउँछौँ र अब त्यसरी हेर्ने हो भने है अब हेरौँ त हामीले यहाँनिर
टेस्ट 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 भनेर केही लेख्यौँ अथवा यहाँ चेक गऱ्यौँ र यसलाई यसो यसो गरेर केही लेखिदियौँ भने हाम्रो यो कुराहरू चाहिँ त्यो भेरिएबलमा बसिसक्यो है, बसिसक्यो कि। अब हामी के गर्छौँ त भन्दाखेरि यो डिप कहाँनिर एन्ड भयो, यहाँ एन्ड भयो। अब हामी एउटा सेभ बटन पनि राख्छौँ है। अब सेभ बटनमा के हुन्छ त भन्दाखेरि बटन बनाउँछौँ एउटा होइन, यसलाई हामी सेभ भनेर भन्छौँ अथवा सेभ नोट भनेर लेख्छौँ। यसलाई हेर्ने हो भने एउटा बटन पनि यहाँनिर सेभ नोट भनेर आएको छ, यसको कुनै स्टाइलिङ छैन। सो क्लास नेम राखिदिन्छौँ यसलाई। वेट त्यसको पनि फुल हुन्छ होइन, ओके होइन हो। यसलाई प्याडिङ हामी दिउँ 2 को अथवा 4 को प्याडिङ दिए पनि हुन्छ। यसको बिजी हामी ब्लू राख्छौँ किनकि हामीले अगाडि ब्लू कै कलरहरू राखिरहेको छ। सो ब्लू राखिदिउँ र यसलाई यसरी हामी सेभ गरिदिउँ होइन। यो अलिक टाँसी जस्तो देखियो। सो हामी यसलाई चाहिँ के गर्छौँ त भन्दाखेरि यसको मार्जिन माथिबाट कहाँ गयो, यसको मार्जिन चाहिँ हामी माथिबाट के गर्छौँ त भन्दाखेरि टपबाट, यो हो त होइन नि, यो चाहिँ हो मार्जिन टपबाट 2 ले सारिदिन्छौँ हो। यो अलिकति सर अलिकति यो बटनै ठुलो देखियो जस्तो लाग्यो। सो म यसलाई के गर्छु त भन्दाखेरि यो प्याडिङ एक्स होरिजेन्टली एक्स एक्सिसमा चाहिँ होरिजेन्टली हामी 4 को प्याडिङ दिउँ होइन, होरिजेन्टलीमा नदिए पनि हुन्छ। खासमा मलाई भर्टिकली चाहिँ कति चाहियो त भन्दाखेरि 2 को मात्रै प्याडिङ चाहियो भने अलिकति यो घट्यो हो। र यसको टेक्स्टको कलर पनि टेक्स्ट पनि मलाई चाहिँ कति केमा चाहियो त व्हाइटमा चाहियो भने व्हाइटमा आयो है। अब यहाँ हेर्नु त होभर गर्दाखेरि यो कस्तो एरो, यो बटनै चेन्ज भइरहेको छैन नि, यो एरो कर्सर नै चेन्ज भइरहेको छैन। सो यसलाई चेन्ज गर्न पनि हामी के गर्छौँ त भन्दाखेरि यो त कर्सर हो। सो कर्सर चाहिँ हाम्रो कस्तो हुनु पऱ्यो, पोइन्टरको हुनु पऱ्यो। यसो गरेर हेर्ने हो भने यहाँ जाने बित्तिकै पोइन्टर भयो। अब यसलाई होभर गर्ने बित्तिकै अलिकति यो ट्रङ्क चाहिँ गाढा होस् जस्तो चाहियो भने होभर भन्ने डेकोरेटिभमा के भन्छ, डाइरेक्टिभमा तपाईँले ब्याकग्राउन्ड कलर चाहिँ के गर्नुभयो ब्लूको, अहिले हामी 500 गरेर यता 600 गरिदियो भने थोरै गाढा चाहिँ देखिन्छ है। यसरी देखिन सक्यो। यसको यो टेक्स्ट एरियाको पनि अलिकति चाहिँ ठुलो भयो जस्तो लाग्यो, 8 राख्दा ठिक्क हुन्छ है। टाइटल, दिस इज आवर टाइटल कम्प्लिटेड छ होइन। सो अनि यसमा अब यसले यही कपी गरिदिउँ न, दिस इज टाइटल भनेर यसरी लेखिदिएँ भने अब मैले यहाँनिर बटन सेभ गर्दाखेरि के हुने त भनेर त मैले राखेको छैन। सो अब हामीले सेभ हुँदा चाहिँ के गर्नु पर्यो त भन्दाखेरि सेभ हुँदाखेरि नै त हाम्रो यहाँनिर चाहिँ के भन्छ भन्दाखेरि अनक्लिकमा सेभ हुँदाखेरि के हुनु पर्यो त भन्दाखेरि हाम्रो एक्चुअल फायरबेसमै सेभ हुनु पर्यो होइन त। सो यसलाई हामी फायरबेस भनेको त हाम्रो यो सिस्टमभन्दा बाहिरको कुरा हो। सो हामी यसलाई एसिन्क्रोनस गर्छौँ फङ्सन, यसलाई एरो एउटा फङ्सन बनाएर चट्टसँगले हामी यसलाई के गर्छौँ त भन्दाखेरि साथीहरू अब हामी यहाँ क्लिक गरेर अवेट एड डकुमेन्ट एउटा डकुमेन्ट गर्छौँ। अनि कहाँ एड गर्ने त भन्दाखेरि हाम्रो नोट्सको कलेक्सन हामीले यहाँ हिजो बनाएको थियौँ, यहाँ माथि नोट्सको कलेक्सन भनेर, नोट्स कलेक्सन भनेर हो, यो कलेक्सनमा एड गर्छौँ। र हामी के चाहिँ एड गर्छौँ त भन्दाखेरि हामीले अहिले भर्खर बनाएको नोट लाइन नै एड गरिदिन्छौँ। बुझ्नुभयो? हाम्रो नोटमा जे हामीले यहाँ भ्यालु इन्सर्ट गरेको छौँ अनचेन्ज भन्दै यहाँ अहिले यत्रो दुनियाँ दिवाना गरिरहेको छौँ, त्यही चिजलाई चाहिँ हामी के गर्छौँ त भन्दाखेरि अब हामी त्यसलाई चाहिँ एड गरिदिन्छौँ है। अब त्यति गरिसकेपछि के गर्ने त भन्दाखेरि अब जस्तै नोट त एड भइसक्यो, नोट त गइसक्यो भने अब यो नोटलाई त पनि त क्लियर त गर्नु पर्यो। सो हामी के गर्छौँ भन्दाखेरि अब हामी सेट नोटमा गएर हामी यो नोटलाई चाहिँ के गर्छौँ खाली गरिदिन्छौँ, टाइटल हाम्रो खाली गर्छौँ हो, कन्टेन्ट पनि हामी खाली गर्छौँ एन्ड कम्प्लिटेड भन्ने फ्ल्यागले पनि फल्स बनाइदिन्छौँ है। यो चाहिँ हामीले अर्कोपल्टको लागि खाली गराएको, अर्कोपल्ट त खाली आउनु पर्यो नि त, फेरि अगाडिकै फर्म आयो भने त नराम्रो हुन्छ। सो यो खाली गरिसकेर हामी के गर्छौँ त भन्दाखेरि हामी सेट ओभरलेपलाई पनि हामी के गरिदिन्छौँ, यो एड भइसकेपछि हाम्रो ओभरले चाहिएन, फल्स गरिदिन्छु है। यसो गऱ्यो भने हाम्रो काम कुरो सक्यो है त साथीहरू। अब मैले यहाँनिर एड गरिसकेँ हो, दिस इज आवर टाइटल, दिस इज आवर टाइटल भनेर एउटा के अरे चाहिँ कन्टेन्ट राखेको छ हामीले। सो अब यहाँनिर हेर्नु 3टा छ है, 3टा छ।
अब मैले एड गरिसक्दा चाँडा हुन्छ कि सेभ गरेँ चाँडा भयो यो आयो यहाँ हो यहाँ हेरौँ यो पनि चाँडा भयो ओके सो हामीले यो चिज चाहिँ एड गर्यौँ सक्सेसफुल्ली हामीले एड गर्यौँ बुझ्नुभयो अब यहाँनिर अलिकति रेन्डर गर्दा पनि यो कम्प्लिटेडवालालाई पनि अलिकति राम्रै बनाइदिउँ न होइन सो अब हामी के गर्छौँ त भन्दाखेरि यो टेक्स्टलाई नै हामी अलिकति डेन्जरै बनाइदिन्छौँ नि त यो यसो गरौँ न त यो डिप छ नि जुन यो डिप भन्ने चिजलाई नै हामी इफ यसको चाहिँ यो कम्प्लिटेड हो भने कलर नै ग्रिनमा राखिदिउँ होइन होइन भने चाहिँ हामी के गरौँ त भन्दाखेरि यसलाई यहाँनिर राखिदिउँ यो उसलाई अनि अब इफ कम्प्लिटेड हो भने नोट डट कम्प्लिटेड हो भने के गरौँ त हाम्रो यसको ब्याकग्राउन्डलाई ग्रिन गरिदिउँ होइन भने जस्ताको त्यस्तै गरिदिउँ है यति गरेर हामीले क्लास कन्डिसनल्ली अप्लाई गरे हो ओके यहाँनिर हेर्ने हो भने आयो त आएन है के हो 200 गरिदिउँ आयो कुनै कुनै पनि कम्प्लिटेड भएको छैन है क्या एउटा त भएको छ यो एउटा चाहिँ भएको छ है यो चाहिँ कम्प्लिटेड भएको हो ल किन भएन हेरौँ है त नोट ए ओके ए ओके 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 ल यसलाई हामी के गराउनु भन्दाखेरि न्यू नोट राखिदिउँ अनि यहाँभित्र पनि ए होइन होइन सरी जुन छ यो नोट र नोट भेरिएबलको नेम एउटै भएर रहेछ सो न्यू नोट्स पनि होइन है न्यू नोट भनेर राख एन्ड देन यसलाई पनि कहाँ छ यसको फङ्सनल सेट न्यू नोट भन्ने छ यसलाई पनि न्यू नोट गरिदिउँ है अर्को पनि यहाँ छ सेट न्यू नोट भन्ने छ यसलाई पनि न्यू नोट गरिदिउँ अरू कहाँ छ अर्को पनि रहेछ हाम्रो यसमा र यसमा चेन्ज गर्नु पऱ्यो है सेट न्यू नोट भन्ने छ यसलाई पनि हामी न्यू नोट गरिदिउँ र त्यसले अर्थ बनाइसक्यौँ है यसमा न्यू नोट भनेर राखिदिउँ त्यो भइसकेपछि हाम्रो चिज अब यो अपडेट हुन्छ है त सेभ गरेर हेर्ने हो भने अब यो ट्रु भयो होइन यो ट्रु चाहिँ भएको छ तर यसले हामीलाई रिजल्ट चाहिँ देखाएन किन देखाएन भन्दाखेरि वाट इज द इस्यु हियर ल 500 गरेर हेरौँ न त देखिएन किन देखिएन त भन्दाखेरि देखिने चाहिँ पर्ने हो है नोट डट कम्प्लिटेड छ भने यसको ऊ चाहिँ त्यो गर्ने भनेर भनेको छ हाम्रो को पाइलटलाई भनौँ है त किन यो आएन भनेर फिक्स दिस यसरी फिक्स लेख्यो भने के भन्छ के भन्छ हुन्छ क्लास भेरिएन्स अथोरिटी के भन्छ सिएस के अरे उसको त्यही भएर हो कि के डिफ्रेन्स ल्याएर यसले बिजी वाइट भन्छ केही छ त केही मिस्टेक भएको रहेछ भन्ने कुरा बुझ्नु पऱ्यो बिजी वाइट ए बाई डिफल्ट बिजी वाइट रहेछ अनि कन्डिसनल्ली पनि बिजी वाइट रहेछ नि त सो यहाँ हामीले सेभ गरेर हेर्ने हो भने
त्यो चाहिँ अब देखियो पहिला 100 नै राखिदिउँ किनकि हामीलाई धेरै त हुने गर्नु छैन 50 नै राखे नि हुन्छ यो चाहिँ हाम्रो कम्प्लिटेड भयो यसमा इज कम्प्लिटेड यो कम्प्लिटेड हो भने यसो गरौँ न त यसलाई हामी एउटा यसरी राखिदिउँ न त कम्प्लिटेड हो भने नोट डट इज नोट डट कम्प्लिटेड हो भने हामी यसलाई एउटा के अरे उनी राखिदिउँ न त कन्ट्रोल यो टिक एउटा कम्प्लिटेडवाला राखिदिउँ होइन भने क्रसवाला राखिदिउँ हो ल यति गरिसकेपछि हेर्ने हो भने यसरी यो कन्डिसनल्ली हाम्रो देखियो है यसरी हामीले यो एड गर्ने पनि फिचर बनाउन सक्यौँ है त साथीहरू यहाँसम्म कस्तो लागिरहेछ हामीलाई होइन हामीले चाहिँ कमेन्ट गरे पनि हुन्छ हामीले चाहिँ के भन्छ रेस्पोन्स गरौँ कस्तो के हुँदैछ हाम्रो सिक्दैछौँ सिक्दै छैनौँ त्यो कुराहरू हामीलाई पनि थाहा होस् होइन त्यही भएर चाहिँ तपाईँहरूले हेर्दै हुन्छ भने गर्दै हुन्छ भने रेस्पोन्स चाहिँ गर्नुहोस् है त साथीहरू ल ओके आजलाई यति नै हामी अब अर्को पार्टमा चाहिँ हामी यो इन्डिभिजुअल लिङ्कमा पनि क्लिक गरेर आफ्नै पेज खोल्ने चाहिँ बनाउँछौँ है त ओके थ्याङ्क यू भेरी मच आजलाई यति नै